गुड मर्निङ गाइज, वेलकम ब्याक टु द च्यानल होइन। अनि आज चाहिँ रेस्ट डे, फाइनल डे आज चाहिँ गेमको। अब अहिले त्यही 6:30 बजिरह होइन। हामी चाहिँ अब ब्रेकफास्ट गर्न गइरहौँ। यो ब्रेकफास्ट गरेपछि त्यो रेस्ट ट्यागमा पुगिन्छ रानी महलदेखि त्यहाँ एकछिन वार्मअप समअप गर्छौँ होइन। अनि त्यहाँबाट चाहिँ आउँछ, सिडी छ लाउनु जानेन अझैको त्यत्रो महँगो साइकल ल्याएर भाइ झन् घरेर जानु न उता गएर यता घुमाउने कि यहाँ झरेर जाने अनि यता घुमाउने जान्छ होइन। अब राम्रो खेल्यो अनि यस्तो साइकलमा खेल्न पाउँछौ हुन्छ दाइ, बेस दिने हेरौँ के हुन्छ। सिडी हान्नु भएन दाइ। ओके दाइ, अलि भोगियो भने अलि नाक बाँच्ने कि त्यो ल। अब यो ब्रेकफास्ट गरौँ न, ब्रेकफास्ट त्यहाँ बन्दैछ यो ल केटा हो। अब चाहिँ फेरि हिँडेको ब्रेकफास्ट पनि भयो होइन। अब सिधै रेस्ट ट्र्याकमा गएर हल्का वार्मअपसम्म गरौँ लाग्यो त गाइज। सो गाइज यो भिडियो चाहिँ गेम सकेर नि पार्टी खाएर भ्याइसकेको भिडियो होइन। बल्ल अपलोड गर्नलाई भिडियो गरेर दिन्छु। हजुरलाई कस्तो लाग्यो गेमको बारेमा? राम्रो रमाइलो भयो। हेरिटेज टु हेरिटेज अपिल साइक्लिङ चाहिँ च्यालेन्जमा अलि नरोज नहुन कस्तो लाग्यो आफ्नो मनको कुरा भन्नु न। राम्रै भयो, गेम रमाइलो थियो। पाल्पाको गेम अपिल साइक्लिङ च्यालेन्ज। मैले चाहिँ यो गेममा खासै भिडियो नि गराएन होइन। अनि किनकि भिडियो गराउँछु भने चाहिँ टाइमै भएन कि यताउता त्यस्तै हुन्छ। अनि हाम्रो भाइ चाहिँ सेकेन्ड, कस्तो लाग्यो सेकेन्ड त? राम्रो ल कसैको जस्तो हुन्छ अरूबाटै भिडियो मागेर भए पनि मैले भिडियो जस्तो चाहिँ बनाएको छु, हेर्दै भन। अनि ल अब सिधै भिडियो हेर अनि लाइक सेयर सब्सक्राइब गर्दै त गाइज। तिम्रो सबले यार 100 पनि पुगेन ल। सो अहिले चाहिँ त्यही हो गेमको त्यही भिडियो फुटेजहरू अरूसँग मागेर त्यही भिडियोमा हालिदिएको होइन। यस्तो छ त्यही हामी गेम स्टार्ट गर्दाखेरि रेशम म अनि हाम्रो निरज भाइ सँगसँगै हिँडेको थियौँ गेमको इन्डसम्म। अनि बिचमा पुगेपछि रेशमको खुट्टा बाउडेर त्यो चाहिँ छुट्यो। अनि लास्टमा भाइ र मेरो एकदम घनाघोर गेम भयो। भाइ तिमी र मेरो सेकेन्डको फरक थियो, कस्तो लाग्यो? राम्रो थियो एकदम भाइको र मेरो चाहिँ त्यही 40 सेकेन्डको मात्रै फरक थियो होइन। यो भिडियोमा नि हेर्न सक्छौ, अगाडि पछाडि हिँड्छौँ हामी। तर ठिकै भयो, रमाइलो भयो भाइ, राम्रै भयो। चित्त दुख्यो क्या दाइले जित्यो भनेर होइन। ल है त यति हो। अनि यो गेममा चाहिँ हाम्रो पुकार दाइले हामीलाई कोच गर्नुभएको थियो। हाम्रो कोच भनेको चाहिँ पुकार दाइ। अनि गेम गेममा पनि त्यो बडी स्ट्रेचहरू गर्नदेखि लिएर वार्मअपदेखि लिएर सबै दाइले चाहिँ गाइड गर्नुभयो भन भाइ। मजा आयो ल, थ्याङ्क यू सो मच दाइ होइन। दाइले भिडियोमा नि हेर्न सक्छु, धेरै हेल्प गर्नुभयो दाइले ल। सो गाइज गेम सकियो होइन हाम्रो। गेम एकदम रमाइलो भयो, मजा आयो गेम खेलेर। मैले चाहिँ गेमको खासै भिडियो गराएन क्या, भ्या हुन्छ नि त, सब फोकस गेममा राख्नु पऱ्यो होइन। दाइहरू हुन्छ होइन, मजा आयो। अनि फर्स्टको भयो, अहिले एकछिनमा हेरिहाल्छु तिमीहरूले होइन। 2026 को फर्स्ट विन होइन, कसले जित्यो हेरिहाल्छु तिमीहरूले होइन दाइ। ल त अब सिधै प्राइज डिस्ट्रिब्युट गर्ने बेलामा भेटौँ है त ल। अब चाहिँ पुरस्कार वितरण भइरहेको होइन गाइज। अब मास्टर्सको पहिला मास्टरको थर्ड सेकेन्ड फर्स्ट हुन्छ, त्यसपछि इलाइटको आउँछ होइन। हरे कृष्ण हरे कृष्ण हरे हरे के दामी लेख्यो क्या। ओ ताली बजाऊ ताली बजाऊ भाइ, ताली बजाऊ ताली बजाऊ। ल ल ल मेरो भिडियो गर्दै उहाँले 1 घण्टा साथ दिए र नगद 10,000 पनि प्राप्त गर्नुभएको छ। प्रतिष्ठान हासिल गर्न सफल निरज चौधरी, उहाँको 1 मिनेट 1 घण्टा 6 मिनेट टाइमिङ रहेको। ल अब यो चस्माको अनबक्सिङ है गाइस। ल यो अनबक्सिङ अझै लेदरको ब्याग चाहिँ हाम्रो प्रिमियम क्वालिटी हो र पहिचान गरेको यो यस वर्ष उहाँले अफिस साइक्लिङ प्रतियोगिता अन्तर्गत ओजी यो राइडिङवाला हैछ यो त लाइदिहाल्यो त प्रमोसन होला हिरो देखिन्छ अब रूपमा रहेका दुईटा
गन्तव्यस्थलको एउटा पहिचान गरियो जुन मुस्कान छिट्टिकै गरिमा चाहन्छु फेरि हिरो तेरो नाम मलाई हिरो देखियो क्या गन्तव्य भएको छ यसमा सहभागीहरूलाई हार्दिक पाल्पाको रानी महलदेखि तानसेन पाल्पा दरबार सङ्ग्रहालयसम्मको सम्पदादेखि सम्पदा उकालो साइक्लिङ चुनौती प्रतियोगितासम्म समापन भएको छ। 45 वर्ष मुनि र 45 वर्ष माथिका प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागी गराइएकोमा 16 वर्षदेखि 45 वर्ष उमेर समूहमा रूपन्देही बुटवलका निश्चल नेपाली पहिलो भएका छन्। दोस्रो रूपन्देहीकै निरज चौधरी भए भने तानसेनका दिलीप जीसी तेस्रो भएका छन्। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 20,000, 10,000 र 5,000 प्रदान गरिएको छ। सो गाइज अहिले चाहिँ घर आइसक्यो होइन। अनि यो गेमको मैले त्यति भिडियो पनि गरेन किनकि अहिले मलाई त्यस्तो गर्न नि अलि झ्याउ लाग्यो किनकि अपिल गेम हो नि त। अनि अपिलमा भिडियो गऱ्यो भने त्यो फ्यार र फुङ गरेको सास मात्रै हुन्छ अनि त्यसैमाथि त्यो बाटो नि देखिन्न, त्यो अलि बोरिङ टाइपकै हुन्छ क्या अपिल। तर च्यालेन्जिङ चाहिँ यो अपिल भनेको च्यालेन्जिङ रहेछ, तर भ्लगहरू अनि यताउता हाल्दा चाहिँ अलिक बोरिङ हुन्छ कि त्यही भएर मैले गरेन। अनि अस्ति मैले गएको गेममा पनि त्यो अपिल काइन्ड अफ अपिलै गेम थियो, त्यो हाल्दाखेरि अनि अलि मलाई आफैले चित्त बुझेको थिएन कि एडिट गर्दा पनि फ्याँ गर्दै त्यो अलि घप्टो पर्नुपर्छ नि त। अनि भुइँमाले देखिन्छ त्यस्तो अलि उड्डेको हुन्छ भने मैले डाइरेक्ट मेन क्लिपहरू मात्रै खिचेको होइन। तिमीहरूलाई राम्रो लाग्यो भने सब्सक्राइब गरिदेऊ। अनि त्यो जितेको प्राइजहरू पनि यही छ, यस्तो छ होइन गाइज। प्राइजहरू यस्तो यो मेडल भयो, यो गगल्स भयो, गगल्स पनि स्पोन्सर थियो, वाच भयो स्मार्ट वाच होइन। ल भाइ समाचारमा आयो, कस्तो लाग्छ? राम्रो, खुसी लाग्यो फर्स्ट टाइम समाचारमा आएको। देखाएको सरलाई। ल गाइस फर्स्ट टाइम समाचारमा आइयो होइन। हरि आफूले टिभीमा हेर्दा त अलि औडै लाग्ने रहेछ, जिल्ला लाग्ने रहेछ। तिमीलाई लाग्यो कि नै? मलाई लाग्थ्यो। ल है त यस्तै छ पारा। ल सब्सक्राइब गरिदियो सबैले यार, सबै पनि पुगेन। भ्लग एन्ड गरौँ भनेको होइन केटा। अरे कहाँ सुकली बस्न दिन्थ्यो र रातिको 8 बजिसक्यो, पार्टी खान जाऊँ भनेर जबरजस्ती बोकेर ल्याइसक्यो होइन। मस्त सुत्न लाग्थ्यो अनि त्यही दिने हो यो फेरि मस्त सुत्न लाग्थ्यो। आएर उठाइहाल्यो केटाहरूले होइन।